यतापट्टि बुढी नहानुस्, यता ढुङ्गा नहानुस्, त्यो तपाईहरूले जति ढुङ्गा हान्नुहुन्छ म तपाईँहरूसँगै छु, मलाई पनि लाग्छ शान्तिपूर्ण तरिकाले पनि गर्न सकिन्छ भनेर मेरो तर्फबाट सकेको गरियो। थ्याङ्क यू भन्दै गर्दाको क्रममा उहाँहरूले मेरो हात समाउनु भएको, तपाईँहरूले त्यो भिडियो देख्नुभयो होला। अब त्यसलाई अतिरञ्जित गरिन्छ, त्यो मेरो बसमा छैन। संसद भवनमा पनि मेरो उपस्थिति त्यहाँ विशेष त त्यहाँ कोही घाइते हुनुहुन्छ कि के हुन्छ कि त्यहाँ एक दुईजना बेहोस पनि हुनुभयो, उहाँहरूले हामीले जसरी सकिन्छ त्यो बेलामा के गर्न सकिन्छ गरेर अस्पताल पुर्याउने काम गर्यौँ। म भन्छु जब भदौ 23 गते सिंहदरबारमा थियौँ हामी संसदीय समिति बैठकमा थियौँ, त्यति बेला बैठक रोकियो, कर्फ्यू लागेको थियो, 13 जना भन्दा बढीको मृत्यु भइसक्यो भन्ने खबर आयो। त्यसपछि म अस्पतालतिर गएँ, सिभिल हस्पिटल जान सक्ने वातावरण पनि थिएन। त्यही पनि अब यस्तो समयमा राजनीति भनेको दोस्रो हो, मेरो पेसा मेरो धर्म र समाज सेवा चाहिँ मुख्य हो भनेर म अस्पतालतिर गएँ। अस्पतालमा बस्यो, त्यो दिन जे सकिन्छ त्यहाँ आफूले सकेको त्यहाँ समन्वय गर्ने, मिलाउने, उपचार गर्ने, कहाँ आवश्यक थियो त्यहाँ उपस्थिति जनाइयो है। दोस्रो दिन जुन आई थिङ्क दोस्रो दिन होला त्यो गोली प्रहार भएको अस्पतालमा नै, दोस्रो दिन है, म कन्फ्युज भएँ यसमा, दोस्रो दिनै हो जस्तो लाग्छ है। हस्पिटलभित्र गोली चलेको दोस्रो दिन है। दोस्रो दिनमा नै जब अस्पतालभित्र नै गोली प्रहार भयो, डाक्टरहरूमाथि लाठी प्रहार भयो होइन, र त्यहाँ गार्डहरूलाई पनि पिटिएको छ। यहाँहरूले देख्न सक्नुहुन्छ। मैले आफैले जति सकिन्छ त्यो घटनालाई खबरदारी गर्नुपर्छ, जे सकिन्छ त्यो बेला गर्ने प्रयास गरेँ। र त्यसपछि हामीले हाम्रो पार्टीकै तर्फबाट सामूहिक राजीनामा पनि दियौँ। हामीले यो संसदमा औचित्य रहेन, अब हामी बसिरहनु ठिक छैन भनेर हामीले राजीनामा दिइसकेपछि र निरन्तर रूपमा अस्पतालमा रहँदै गर्दा निरन्तर त्यहाँ घाइते भएर आउनु भएको छ, निरन्तर गोली चलिरहेको छ। अब यो के त भनेर हामीले चाहिँ अब यो हेरेर बस्ने, ठुलो हेरेर बस्ने एउटा जिम्मेवार राजनैतिक दलका सांसद भनौँ न, त्यो बेलामा त मैले राजीनामा दिइसकेको थिएँ होइन। केन्द्रीय सदस्य भइसकेपछि ठुलो हेरेर बस्नु हुँदैन। यो आन्दोलन भनेको हाम्रो आन्दोलन हो, यो मुद्दा हाम्रो मुद्दा हो, हामी सरिक हुनुपर्छ भनेर म उहाँहरूसँगै हिँडेको पनि हो। उहाँहरू सँगसँगै म जो घाइते हुनुहुन्थ्यो उहाँहरूको उपचार गर्ने, अस्पतालमा लैजाने काममा मेरो विशेष खटाइ थियो, मैले सकेको गरेको थिएँ। र संसद भवनमा पनि मेरो उपस्थिति त्यहाँ विशेष त त्यहाँ कोही घाइते हुनुहुन्छ कि के हुन्छ कि त्यहाँ एक दुईजना बेहोस पनि हुनुभयो, उहाँहरूले हामीले जसरी सकिन्छ त्यो बेलामा के गर्न सकिन्छ गरेर अस्पताल पुर्याउने काम गर्यौँ। एकजनाको मृत्यु पनि भइसकेको रहेछ, पहिले नै गोली लागिसकेको रहेछ। र विभिन्न यस्ता घटनाहरू हुँदै गर्दाखेरि त्यहाँ मैले सकेको, म त के गर्न सक्थेँ र, आर्मी पछि हटिसकेको थियो, पुलिस प्रशासन पछि हटिसकेको थियो, कसैले रोक्न नसकेको विध्वंस म एउटाले के गरेर रोक्न सक्थेँ र। तर मैले प्रयास गरेँ, ढुङ्गा नहानुस्, इभन यता